सर्भ गर्नु हाल नि त नि पहिला चिया खानु पर्ला या तर जाडो भइरहेको म सोध्ने कि तिमी सोध्ने म सोध्छु है How did we meet? PUBG mobile go through त्यही हो हुन त अरू त के हो PUBG mobile बाटै हो त्यही हो सोध न तिमी ए What's one memory of us that always makes you smile? खै त्यस्तो छस लाग्दैन याद गरे नि खै मलाई युकिलेली सिक्न मन छ भनेको थिएँ नि त अनि उसले भोलिपल्ट चाहिँ अनि युकिलेली गिफ्ट गरेको थिएँ क्या नभनिकन अरूको मान्छे लाइक डेलिभर गरिदिएको थिएँ घरमा मलाई त पोखरा जाँदा नि हो मेन त त्यो भिडियो सुट गर्दाखेरि हो याद भिडियो सुट हराएको माया सुट गर्दा तिमी त एउटै सुटमा त थिएन थियो बेको सिनमा थिएन म अन्त बेको सिनमा रमाइलो भयो ठिक छ त्यही हो When did you realize you love me? भन नि त अझैसम्म भएको छैन होला यो त खै त्यस्तो रियलाइजेसन त भएको छैन ए तिमीलाई फर्स्ट टाइम ब्लग खाँदा फर्स्ट टाइम के ब्लग खाँदा यस्तै थियो पहिला बोल्न त बोल्थ्यो हामी है म्यासेजमा बोल्थ्यो मैले चाहिँ हावामा यत्तिकै गफ मात्र गरेँ होला सोचेर बोलाएको थिएँ म पनि अनि पछि लाइभ स्ट्रिममा एउटा केटी प्रोफाइल राखेको त्यो एउटा केटी उसको लाइभ स्ट्रिममा ए होइन तिम्रै लाइभ स्ट्रिम होइन ए मेरो लाइभ स्ट्रिममा एउटा केटी आयो अनि त्यो केटीले चाहिँ प्लिज डोन्ट टक टु ग्यालजेन ओके समथिङ के भनेको थिएँ आइएम हिज गर्लफ्रेन्ड भनेको थिएँ अनि ए भने अनि मैले यस्तो ऊ र म बोल्ने त्यतिखेर हामी टकिङ फेजमा थियौँ अनि त्यसपछि यो केटा त छ्या बोका रहेछ यता पनि बोलाएको छ उता पनि पुरा भयो थियो अनि त्यसपछि तर त्यस्तो थिएन मैले त उसलाई सिधै ब्लक गर्दै थियो किनकि तिमी त तिमीले मलाई के भनेको थियो अहिलेसम्म एउटा गर्लफ्रेन्ड पनि बनाएको छैन रे अनि म त ल साँच्चीकै होला सोझो रहेछ भनेको थियो पछि त अनि कतिवटा गर्लफ्रेन्ड रे 2-3 थियो होला त्यो बेला मैले सबैबाट ब्लक गर्दै थिएँ मलाई कस्तो चित्त दुख्यो नि त अनि त्यो बेला चाहिँ आई थिङ्क त्यही होला रियलाइज भएको होला मलाई चाहिँ मलाई पनि त्यही हो How did being with me change or shape who you are today? Change me? अहिले तिमी जे छ नि त्यो लाइक मेरो के असर छ र धेरै छ के छ भन न त नि कस्तो भन्नु रिस अलि कम भएको छ पहिला भन्दा तिम्रो त रिस त झन् बढेको होला नि त्यही हो पहिला धेरै क्लब जान्थे अहिले चाहिँ कम भन्दा नि जानै छोडिसक्यो मन पर्नै छोडिसक्यो अनि त्यही म चाहिँ उसले गरेर धेरै क्लब जाने भएको थियो धेरै क्लब जाने भएको थियो रक्सी खाने भएको थियो तिमी तर तिमीलाई भेट्नुभन्दा अगाडि म क्लब त जान्थेन रक्सी पनि खासै खान्थेन तिमीलाई मैले क्लब पनि भेटेको हो तर तिमी भएपछि चाहिँ तिमी सधैँ क्लब भन्थ्यौ नि त अनि त्यसपछि अनि क्लब जान थाल्यो ठिक छ पहिला कुरा Is there a song, place or smell that still reminds you of us?
सङ त छैन प्लेस चाहिँ त्यो बौद्धको गल्ली अनि स्मेल चाहिँ अब छ छुट्टै खैको त्यो त एक्सप्लेनै गर्नु मिल्दैन गीत त त्यही हो हराएको माया अर्को त्यस्तै हो प्लेस स्काई क्याफे त्यही हो मेरो पालि है Looking back, what do you think we could have done differently? तिमी भन त अगाडि कम्युनिकेसन हैन अनि त्यसपछि धेरै बोलचाल कम्युनिकेसन नै भनौँ न अब अनि त्यसपछि त्यति हो तिम्रो पनि त्यही त होला नि कम्युनिकेसन झुटो नबोल्दैको भए तिमीले त्यही हो त्यो नि हो तिम्रो पालि Do you sometimes miss me or some aspects of our relationship? त्यो त अफकोर्स होइन अलिकति प्रोटेक्टिभ थियो अनि त्यसपछि जेलेस पनि कहिलेकाहीँ त्यो जेलेस पनि मिस हुन्छ अनि त्यसपछि त्यति हो मैले भन्नु पर्दैन होला लभिङ केयरिङ त्यस्तै झगडा होइन राम्रो एस्पेक्ट भन्यो त्यो नि राम्रै थियो म भन्छु म सोध्छु ल If we met as a strangers today, do you think we did still connect? मलाई लाग्दैन तिम्रो पालो Are you happy with where we are now? Yes. Yes. मैले यस भनेर यस भने जस्तो लाग्यो Yes. ठिक छ नहालिदिइराखेको थिएँ What do you always want me to remember if this was the last time we saw each other there? भन चिया कस्तो तितो भएको लास्टमा चाहिँ लास्ट क्वेसन पनि तितै भन अनि म नि भन्छु खै मैले भन्न सकिनँ मुखमा म भन्छु ल जे थियो त्यो साँचो थियो अनि त्यसपछि त्यति हो धन्यवाद सधैँ खुसी रहनु अनि त्यही हो राम्ररी बस्नु त्यति भन्थ्यो होला तिमी पनि आफ्नो फ्युचरको अलिकति केयर गर्नु त्यही हो फ्यामिलीलाई अलिकति प्राउड बनाउनु धेरै दुःख नदिनु धेरै साथी नगर्नु त्यही हो कहिले बे गर्छौ खै बे त अब आमाले गराइदिए मात्र ठिक छ भयो तिम्रो क्वेसन छैन तिमी चाहिँ कहिले गर्ने म त नगर्ने त्यो त भनाइ त सबको त्यही हो तिम्रो बेमा चाहिँ आउँछु तिमी नै भने
आउनुपर्छ तिमी त भने भयो